नमस्ते साथीहरू। नेपाल र युएई विरुद्धको खेलपछि युएईका कप्तानले यस्तो के भने जुन कुरा अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल भइरहेको छ। आई होप त्यो कुरा तपाईहरुसँग पुगेको छैन होला। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। उनले म्याचपछि प्रेस कन्फरेन्समा के भन्यो भन्ने कुरा तपाईहरुले सुन्न पाउँदा अचम्म नै लाग्नेछ जस्तो लाग्छ मलाई। अब कुरा गर्ने हो भने हिजो भएको नेपाल र युएई विरुद्धको खेलमा नेपालले भने युएई विरुद्ध 1 रनको खतरनाक जित निकाल्यो। यस म्याचको पूर्ण रूपमा जुन क्रेडिट छ हैन, जसको कारण हाम्रो नेपाली राष्ट्रिय क्रिकेट टोलीले जित निकाल्यो। विश्वकपमा तेस्रो म्याच लगातार जित्यो हैन, विश्वकपको क्वालिफायरमा तेस्रो म्याच लगातार जित्यो। यसको फुल टु फुल क्रेडिट मैले दिपेन्द्र सिंह ऐरीलाई, यस म्याचको क्रेडिट फुल टु फुल दिपेन्द्र सिंह ऐरीलाई दिन चाहन्छु। सिन्स उनले ब्याटिङमा 1 रन मात्र बनाए, ठीक छ, तपाईले ब्याटिङमा राम्रो गर्न सक्नु भएन। तपाईले बलिङ गर्न आउँदा बलिङमा कति राम्रो बलिङ गर्नुभयो। तपाईले चाहिने जति रन दिनुभयो, आफ्नो टिमको लागि रन जोगाउनु भयो, रन खर्चिनु भएन। विकेट भनेको एकदम इम्पोर्टेन्ट विकेटहरु भनेको दिपेन्द्र सिंह ऐरीले नै गेन गरेका हुन्। त्यस्तै उनको रन आउटको जवाफ छैन यार। क्या फिल्डर छन् दिपेन्द्र सिंह ऐरी। आज फर्स्ट टाइम तपाईहरुले मेरो मुखबाट हैन दिपेन्द्र सिंह ऐरीको यति बढाई चढाई सुनिराख्नु भएको छ होला। सिन्स मैले त्यस्तो राम्रो फिल्डिङ हैन गरिरहेको कुरा त हेरिराख्थे, सुनिराख्थे हैन सधैँभरि। तर आज भनेको मैले कलेजबाट पढेर आउँदा म्याच नेपालले ब्याटिङ गरिसकेको थियो अनि जब नेपालले बलिङ गर्न आयो फर्स्ट ओभर ललित नारायण राजवंशीले मेडन हाले हैन, त्यसपछि मलाई लाग्यो हैन यार जित त निश्चित छ नेपालको। सिन्स स्कोर एकदम सानो थियो 140 रनको र हार मैले फर्स्ट इनिङ पछि नै स्वीकार गरिसकेको थिएँ। तर मनमा चलिरहेको थियो हैन यार यो टी20 हो, जित जसको पनि हुन सक्छ र विश्वास पनि थियो आफ्नो खेलाडीहरुमाथि। फर्स्ट ओभर ललितले जब मेडन हाले मलाई लाग्यो अब यहाँदेखि जितको पर्सेन्टेज बढ्दैछ भनेर। र यसरी नै नेपालको बलिङ र फिल्डिङले गर्दा नेपालले जित हासिल गर्यो। आफ्नो राय कमेन्ट बक्समा लेख्नु होला। धन्यवाद।